त केपी शर्मा ओली यस्तो केपी शर्मा ओली उस्तो भनेर तपाईँ त कठपुतली भएर हिँड्नै ठिकै छ। तपाईँलाई कहाँबाट प्युठान जनताको याद आउँथ्यो? खै म पनि प्युठानकै हुँ, तर अहिले सम्भवतः अहिले नै जितेर जानुभएको छ। के अरे माननीय सूर्य थापाजी। अब मैले अनरभाती कुरा भनौँ, भएको नभएको कुरा भनौँ भने त माननीयको केसमा तपाईँले मलाई फेरि हालिदिने होला। तर खैर म त्यो भन्न चाहन्न तपाईँले। तर तपाईँको मुखबाट एटलिस्ट एउटा यस्तो शब्द पनि कहिले जिन्दगीमा मैले सुन्न सकिनँ कि म पनि प्युठानी हो, तर प्युठानको बारेमा यस्तो मलाई यति बजेट चाहियो, यो ठाउँमा यस्तो भएको छ, यो ठाउँमा उस्तो भएको छ भनेर तपाईँले कहिल्यै पनि एउटा कुरा उठाउनु भएन। मैले पनि सम्भवतः 2079 हो कि अरे, सायद मलाई ठ्याक्कै थाहा छैन, 79मा चुनाव भएपछि तपाईँले जितेर जानुभएको हो। त्यहाँपछि एकचोटि पनि तपाईँको मुखबाट मैले प्युठानमा यस्तो उस्तो यस्तो यस्तो बजेट पार्नुपर्छ, पुलहरू बनाउनुपर्छ भनेर एउटा पनि तपाईँले संसदमा कुरा उठाउनु भएको छैन। तपाईँको जितेर गएकोदेखि एउटा चाहिँ जोरदार तपाईँको भूमिका चाहिँ के निभाउनु भएको छ तपाईँको भनेपछि केपी ओलीको झोले बन्न। तपाईँ झोले चाहिँ एक नम्बरको झोले तपाईँ हो रहेछ एमाले पार्टीको। तर तपाईँले प्युठानी र प्युठानीवासीको लागि कहिल्यै पनि राम्रो शब्द र राम्रो कुराहरू तपाईँ गएर संसदमा बोल्नु भएन। किन? तपाईँलाई त रोजीरोटी त्यहाँबाट आफ्नो रोटी सेकाउनु छ। प्युठानी जनता मरुन् बाँचुन् के मतलब होइन? प्युठानमा के भइरहेछ, कसो भइरहेछ तपाईँले कहिले गएर प्रत्यक्ष तपाईँ त्यहाँ गएर त्यहाँ अनुगमन गर्नु भएको छ? कहिले बुझ्नु भएको छ? सम्भवतः त्यो भिङ्ग्रीमा स्वर्गदारी नगरपालिका 9 भिङ्ग्रीमा त्यो एउटा ब्रिज बन्न लागेको अहिलेबाट होइन होला, सम्भवतः त्यो 6-7 वर्ष भइसक्यो होला, मैले चाल पाएको। त्यो अहिलेसम्म नि बनेको छैन। त्यसको बारेमा पहल गर्नु भएको छैन। को हो त्यो ठेकदार, कसले बनाउने हो, कसले ल्याएको हो ठेकदार ठेका, त्यो भत्केर फेरि गइसक्यो। कति हाम्रा प्युठानी न्युजहरूले कतिले भिडियो बनाएर न्युज बनाएर हाले, त्यसको बारेमा तपाईँ पहल गर्नुहुन्न। अब म त एउटा कुरा भन्न चाहन्छु कि त्यो पिच रोड पनि माओवादीले जितेर रोल्पालीले आफ्नो ठाउँमा पिच रोड लग्न परेको हुनाले त्यो प्युठानैबाट त्यो बाटो जाने भएको हुनाले त्यो रोड पनि पिच भएको जस्तो मलाई लाग्छ। किनभने यो एमाले काङ्ग्रेसले यो रोड बनाएको होइन। प्युठानको तल के अरे यो यता भालुवाङदेखि यतातिरबाट माथि रोल्पासम्म चाहिँ यो माओवादीको पालामा यो पिच भएको हो। के अरे त्यहाँपछि कसैले पनि त्यसको बारेमा पहल गरेको छैन। कति खाल्टाखुल्टी छ, बाटामा ठाउँ कत्रो पहिरो गएको छ, त्यसको बारेमा तपाईँले कहिले कुरा उठाउनुहुन्न। तपाईँले जे होस्, अब मैले सानोतिनो कुरा मनमा लागेको हुनाले मैले यो कुरा भनेको सामाजिक सञ्जालमा। तपाईँलाई यदि मन दुखेछ, यताउता भएछ भने अब माफी चाहन्छु होइन, मैले केही गल्ती बोलेको भए। हवस् त, नमस्ते। नेपालको जय होस्। अब नेपालको जय होस् नहोस्, तर तपाईँको चाहिँ जय होस् ल।